सडकमा मोटरसाइकल चलाउँदा बेसिक ट्राफिक नियम पनि नमान्ने माननीयको मुखबाट संसदमा बडा बडा नीति नियमका प्रवचनहरू गुन्जिएको। अनि जुन पार्टीका मेरै नामका गृहमन्त्री हुँदा यो देशमा जेनजी बालबालिकाहरूको नरसंहार भएको थियो, त्यही पार्टीले तिनै जेनजी शहीदको सम्झनामा संसदमा पार्टीगत मौन धारण गरेको। गिरिबन्धु काण्डको नाम लिन डराएर टी स्टेटको छानबिन गरे हुन्छ भनेर सदाचारको अभिनय गरेको जनताले निहालिरहेकै छन्। म त्यता जान चाहन्न। सम्माननीय सभामुख महोदय, म मन्त्रालयगत अथवा विषयगत छलफल भन्दा पनि समग्र बजेटमै केन्द्रित हुन चाहन्छु, किनकि म खर्च कटौतीका लागि होइन, भ्रम कटौतीका लागि संसदमा उभिएको छु। यो बजेटका धेरै विषयहरूमा मेरै शब्दमा अनावश्यक भ्रमको भाइरस फैलाइएको छ। सरकारले किसान देखेन, सरकारले किसान देखेन। सरकारले पशु पंक्षीको बिमामा यो बजेटमा 80% प्रिमियममा अनुदान दिँदैछ। यो देशमा रासायनिक मलको अभाव नहोस् भनेर पहिलोपल्ट रासायनिक मलको आपूर्तिको क्यालेन्डर लागू हुँदैछ। प्राङ्गारिक खेती प्रवर्धन, 10,000 हेक्टरलाई सिँचाइमा जोड्ने योजना, बाली बिमामा अनुदान, रासायनिक मलमा अनुदान, यी सबै हेर्दा एउटा गम्भीर प्रश्न जन्मिन्छ, यो सरकारले किसान देखेन कि प्रतिपक्षले राम्ररी बजेट पढेन? सभामुख महोदय, मैले यो बजेटलाई मनन गरेरै, किनभने सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता, सहकारी पीडितको बचत फिर्ता, मध्यम वर्गलाई दोब्बरमा 10 लाखसम्ममा आयकर छुट र निजी क्षेत्रका लागि नेपालको सफल उद्यमी माननीय विदुषी राणाको शब्दमा गेम चेन्जर बजेट आएको छ। त्यसकारण मैले यो बजेटलाई आत्मादेखि मनन गरेर र तृप्त भएर नै मरी मरी ताली बजाएको। हामीले 3% कर लगाएकै हो सभामुख महोदय, तर संविधान प्रदत्त शिक्षा र स्वास्थ्यको मौलिक अधिकारमा कर लगाएको होइन, मौलिक अधिकार शिक्षा र स्वास्थ्यको व्यापारमा कर लगाएको हो सभामुख महोदय। मलाई आश्चर्य लाग्छ, यो 3% समता कर शिक्षा र स्वास्थ्यको निजीकरणमा लगाउँदा कमरेड माननीयहरूको चित्त दुखेको छ। अचम्म लाग्छ। सायद सबभन्दा बढी निजी स्कुल र अस्पतालमा आफ्नै साथीभाइको लगानी भएर होला। अनि त्यो संविधानको समाजवाद उन्मुख भन्ने शब्द मात्रै कण्ठ गरेर हुन्छ? सर्वसुलभ स्वास्थ्य शिक्षा समाजवादको स्तम्भ हो कि होइन? लोक कल्याणकारी राज्यको पहिलो विशेषता सर्वसुलभ स्वास्थ्य शिक्षा हो कि होइन? अनि स्वास्थ्य शिक्षामा भएको यस्तै चरम निजीकरणले सम्भव छ सर्वसुलभ स्वास्थ्य शिक्षा? के सर्वसुलभ स्वास्थ्य र शिक्षाका लागि सार्वजनिक विद्यालय र अस्पतालहरूमा सुधार गर्नु पर्दैन कि मैले अर्कै समाजवाद पढेँ सभामुख महोदय? अनि करको भार कति परेको छ? अस्ति एकजना धर्मलाई अफिम मान्ने माननीयले तुलसीदासको रामायण सम्झाउनु भयो। हो सत्य, रामायणले भन्छ कि कर त्यसरी लगाइनुपर्छ जसरी सूर्यले पानी सोसेर बादल बनाएर फेरि धरतीलाई नै फिर्ता गर्छ र जनतालाई भार पर्दैन। 3% समता कर लगाइएको छ सभामुख महोदय। 3% भनेको 5,000 रुपियाँ मासिक निजी विद्यालयमा मेरी छोरीका लागि नर्सरीमा मैले तिर्दा मलाई पर्ने कर भनेको जम्मा 150 रुपियाँ मासिक हो। अनि मेरी छोरीका लागि म 5,000 रुपियाँ महिनाको तिर्न सक्ने, झाँझरकोटको बच्चाको पोषणका लागि, जुम्ला र कालीकोट बझाङका विद्यालयका लागि, ताप्लेजुङका छानो नभएका विद्यालयहरूका लागि, चेपाङ समुदाय लगायतका पिछडिएको वर्गका लागि निर्माण भइरहेका आवासीय विद्यालयहरूका लागि, त्यसका लागि मासिक 150 रुपियाँ तिर्दा मलाई साँच्चै अन्याय भएको हो त? साँच्चै भार परेको हो त मलाई? सम्माननीय सभामुख महोदय, विद्युतमा कर लगाइयो भनेर हो, विद्युतमा 5% भ्याट लगाइयो, तर कति हो त त्यो 5% भनेको? 50 युनिट भन्दा माथिको बिजुलीमा 5% भ्याट लगाइएको छ। 50 युनिट भन्दा माथि प्रचलित मूल्य अहिलेको प्रति युनिट 9 रुपियाँ 50 पैसा पर्छ। त्यो 9 रुपियाँ 50 पैसाको 5% भनेको त 45 पैसा हो त सभामुख महोदय प्रति युनिट। प्रति युनिट 45 पैसा भनेको मैले यदि 100 युनिट बिजुली खपत गरेँ भने मलाई पर्ने करको भार भनेको महिनाको 22.5 रुपियाँ हो। साँच्चै अन्याय भएको हो त मलाई? के का लागि लगाइयो त त्यो कर? ठुल्ठुला कुरा मात्रै गरेर हुन्छ यहाँ विद्युतीकरणको युगमा प्रवेश गर्ने भनेर? प्रधानमन्त्रीको शब्द म सापट लिन चाहन्छु सभामुख महोदय। यदि अहिले नै सबैले इन्डक्सन चुलो बाल्ने हो भने र अहिले नै सबैले इभी गाडी प्रयोग गर्न थाल्ने हो भने हाम्रा भयभरका ट्रान्सफर्मर एकैचोटि शहीद हुन्छन्। गोविन्दाय नमो नमः। ती ट्रान्सफर्मरहरूमा सुधार गर्नु पर्दैन? कैयौँ गाउँहरू अहिले जलस्रोतको धनी देशमा बत्ती मुनिका अँध्यारा भइरहेका छन्। ती गाउँहरूमा बिजुली पुर्याउनु पर्दैन? त्यसका लागि ट्रान्सफर्मर गतिला सब स्टेसनहरू चाहिँदैन? अनि सब स्टेसन र ट्रान्सफर्मर रुखमा फल्छ, त्यसका लागि स्रोत चाहिँदैन? त्यसका लागि विद्युतमा यसपटक 5% भ्याट